हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ मैले हजुरहरूलाई घरमै बसेर आफूले अनलाइन डिम्याट एकाउन्ट चाहिँ कसरी भर्न सकिन्छ भनेर सिकाउन चाहँदैछु। त्यसको लागि चाहिँ हजुरले अब आफ्नो कुन ब्याङ्कमा चाहिँ खाता नम्बर छ त्यो चाहिँ आफूले सर्च गर्नुपर्छ वेबसाइटमा गएर। मेरो चाहिँ साइन रेसुङ्गामा भएकोले चाहिँ साइन रेसुङ्गाको पोर्टल खोलेँ र पोर्टल खोलिसकेपछि चाहिँ यस्तो डिटेल इन्फर्मेसन आउने गर्दछ र यसमा चाहिँ हजुरले घरमै बसेर सिआरएन रिक्वेस्ट अनलाइन अकाउन्ट पनि खोल्न सक्नुहुन्छ। यदि हजुरसँग खाता नम्बर छैन भने पनि हजुरले यसरी अनलाइन अकाउन्ट खोलेर चाहिँ त्यसपछि डिम्याट एकाउन्ट खोल्न सक्नुहुन्छ। र हजुरलाई चाहिँ अब अहिले चाहिँ डिम्याट एकाउन्टमा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि चाहिँ यसरी खाता नम्बर राख्न भनेर आउँछ 20 डिजिटको। खाता नम्बर राखिसकेपछि चाहिँ हजुरको कुन मोबाइलमा चाहिँ ब्याङ्कमा मोबाइल नम्बर दिएको छ त्यो मोबाइल नम्बर पनि राख्नुपर्ने हुन्छ। त्यो राखिसकेपछि हजुरले सबमिट गर्न सक्नुहुन्छ। सबमिट गरिसकेपछि हजुरलाई चाहिँ यति भरिसकेपछि चाहिँ हजुरलाई यस्तो खुल्छ र यसमा चाहिँ हजुरले ब्याङ्कको अकर्डिङ टु चाहिँ डिटेल इन्फर्मेसन भन्छ त्यस्तै सोधेको छ। र हजुरहरू कन्फ्युज हुने भनेको मेन त यो 5 अप्सनमा हो। र यसमा चाहिँ लोकेसन म्याप भनेको छ। लोकेसन म्याप भनेको चाहिँ एउटा व्हाइट पेपरमा चाहिँ हजुरले ब्ल्याक पेनले चाहिँ ब्याङ्क र हजुरको घर आउने बाटो चाहिँ कसरी छ त्यो चाहिँ एड्रेस गरेर चाहिँ फोटो खिचेर राख्न सक्नुहुन्छ। एन्ड देन त्यहाँ सिग्नेचर भनेको छ। सिग्नेचर चाहिँ ब्याङ्कमा चाहिँ जस्तो गर्नुभएको छ त्यस्तै चाहिँ हजुरले अपलोड गर्नुपर्छ। यहाँ तल नोटमा पनि भनेको छ ब्ल्याक पेनले चाहिँ हजुरको ब्याङ्कसँग म्याच हुने चाहिँ साइन हुनु पर्यो र अनि सिटिजनसिपको फ्रन्ट र ब्याक फोटो हुनु पर्यो र एउटा चाहिँ पासपोर्ट साइज फोटो हजुरले घरमै क्लिक गरेर पनि अपलोड गर्न सक्नुहुन्छ। यति भरिसकेपछि चाहिँ एकचोटि फेरि रिचेक गर्नु होला कुनै इन्फर्मेसन रङ हुन्छ कि भनेर, अनि चाहिँ सबमिट गरिदिनुहोस्। सबमिट यति गरिसकेपछि यहाँ सक्सेस भन्दै आउँछ र हजुरले चाहिँ अब ब्याङ्कमा कल गरेर चाहिँ हजुरको आफ्नो बिओआइडी नम्बर र सिआरएन नम्बर लेखिसकेपछि सजिलैसँग मेरो सेयर खोल्न सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ। यस्तै भिडियोका लागि चाहिँ